खुसी हुनुपर्छ भाइ, खुसी हुनुपर्छ। मलाई अन्याय गरेर म रुँदाखेरि तिनीहरू हाँसेका हुन्, मेरो सन्तान रुँदा तिनीहरू हाँसेका हुन्। आज तिनीहरूको सन्तान त्यसरी गुमाउँदा म हाँस्ने हो। कसको बाउले केही उखाड्दैन, बुझ्नुभयो? कसैले केही गर्दैन भाइ। समय हो, समयको खेल हो होइन। सबसँग खेल हुन्छ, समयले गर्छ क्या खेल भन्ने कुरा नि, समयले खेल्ने हो। हिजो समयले मसँग खेलेको थियो, आज उनीहरूसँग खेले। रमाउनु हुँदैन, रमाउने हो। रुने त त्यसको लागि किन रुन्छु म? किन मेरो छोरी रुन्छ? नसिकाऊ भाइ, नसिकाऊ धेरै। तिम्रो आमालाई र तिमीलाई त्यस्तै गरे भए तिम्रो बाउ मर्दाखेरि तिमीले बार्थ्यौ होला, टाउको खौरिन्थ्यौ होला होइन। तिमी त छोरो मान्छे हो, बाउको सम्पत्ति लिन नि पाउँछौ, बाउको सम्पत्तिमा बसिस् त त्यति गर्नु पर्यो नाटकी रूपमा। हामी त गर्दैन भाइ। हामी एउटा सिनको लिएर हिँड्या पनि होइन, मेरो बाउले दिएको दाइजो पनि त्यसै घरमा छोडेर हिँडेको हुँ अहिलेसम्म होइन। मेरा बाउले कति खर्च दियो, उसलाई कतिचोटि रेस्टुरेन्ट थापिदिनु भयो, कतिचोटि सुध्रेला भनेर के गर्नुभयो, कतिचोटि चौकीबाट थुनेको मान्छे निकाले धरोटीमा, कतिचोटि के गरे हो त्यो मलाई मात्रै थाहा छ, तिमीहरूलाई केही थाहा छैन। भुक्नु पर्दैन भाइ, नसिकाऊ। अहिले त मनमा कति शान्ति भयो मलाई त त्यो खबर सुनेदेखिबाट। यति मनमा शान्ति भयो, ओ माइ भगवान्ले चाहिँ मेरो हिसाब किताब बराबर गरिदिनु भयो। मेरा बुवाको आँसु त्यति कलिलो उमेरमा कन्या दान गरेर खुट्टो धोएर दिनुभएको मेरो बुवाले। खै अहिले त त्यो मरिसकेपछि त्यसकी बुढी नै थिइन भन्ने हल्ला आछ। भनेपछि त त्यसकी बुढी नभएपछि त हामीलाई चाहिँ घरबाट सम्पत्ति दिनका लागि, कटअप गर्नका लागि त्यत्रो नाटक गरेका रहेछ नि। हो भारी पर्छ क्या। झुट बोल्यो भने, मान्छेको यथार्थ लुकाइयो भने होइन, सन्तानबाट कसैको बाउ खोज्नु, कसैको आमा खोज्नु भनेको नि त्यो जति ठुलो श्राप कसैलाई पनि लाग्दैन क्या। त्यही भएर कर्मा विल ब्याक भने जस्तो त्यस्तै हो। आमा बाउ पनि भन्न नपाइकन मर्यो अरे क्या। 5 दिन घरमा लगातार फोन गरे हस्पिटलमा भर्ना हुँदाखेरि। देशीले त कुरे गरे, धोतीले कुरे गरे। अनि लास्टमा घरको फोन नउठाएपछि, उसका घरमा कसैले फोन नउठाएपछि धोतीले लगेर आर्यघाटमा जलाइदिएको अरे क्या, खोलाको छेउमा लगेर। बुझ्नुभयो? अनि जलेको 5 दिन पछाडि चाहिँ कसले भन्दैछ घरका मान्छेलाई, र गएर कसको खरानी उठाएर लिएर आएर अस्तु बनाएर घरमा पुरा लास गरेर रुवाबासी गरेर। हो त्यो हुन्छ दम बदला क्या, बदला। मेरो छोरीको बाउ हो, मेरो छोरीको बाबा क्या। जस्तो कर्म गरेर उसले मेरो छोरी कम रुवायो। कसरी भागेर हिँडेको थियो हामीसँग, आमा सम्पत्ति खाना जस्तो हो। जब एउटा बिहे दर्ता त गर्दिएन त्यो जमाना भने त्यसको के सम्पत्ति खान्थेँ मैले? त्यसको घरको झ्यालडुगा त मेरो बाउले लगाइदिए हो। त्यस्ता हिसाब किताब गर्ने हो भने त उल्टो मैले लिनु चाहिँ छ बाउसँग, बुवाले जाने हो भने त त्यति हिसाब किताब छ। तर नो, भगवान्ले सबै कुरा दिन्छन्, बस समय पुर्ने हो क्या।